हेलो गाइज वेलकम टु माई न्यू ब्लग। हजुर सन्चै हुन्छ होला, हामी पनि एकदम सन्चै आराममा छौँ। हामी चाहिँ यसो आज कर्णालीतिर यसो घुम्न आइरहेको छौँ। आजको हामी निस्किँदैछौँ रेडी अवस्थामा गएर। यता महेश दाई हुनुहुन्छ हाम्रो, लक्ष्मीनाथ दाई ट्यागको हिरो बनिसक्नु भएको छ हाम्रो प्रताप भाइ। ट्यागको भाइ के छ, ठिक छ होइन? हामी आइसकेका छौँ, अब निस्किँदैछौँ बाहिरतिर सर। अब कर्णालीको ब्रिज हेर्नको लागि गाइजहरू तपाईँहरूलाई पनि देखाउनेछौँ। भिडियो अन्तिमसम्म स्किप नगरेर हेर्नु होला भन्न चाहन्छु मैले चाहिँ। अब निस्किँदैछौँ, हाम्रो प्रताप भाइले ढुङ्गा खोलिरहेछन् एकदम ट्यागको पार्न। हामी रुमबाट निस्किँदैछौँ, हामी जानेछौँ अब एकछिनमा। हेर्नुले बाबु आइसकेर पार्किङमा बाइक स्कुटीहरू राखेका थियौँ। अब बाइक स्कुटी अब निकाल्दैछौँ हामीले। अब हामीले निकालेर अब निस्किँदैछौँ पुलतिर होटलबाट। मैले चाहिँ चाबी ट्याग हालेर अन भइसक्यो हाम्रो चाहिँ। हाम्रो प्रताप भाइले चाहिँ बाइक लगिरहेको छ, म चाहिँ स्कुटी लगिरहेको छु है गाइजहरू, देख्न सक्नुहुन्छ। फाइनली गाइज हामी कर्णाली पुलमा आइसकेका छौँ। देख्न सक्नुहुन्छ दृश्य रमणीय एकदम रमाइलो भइरहेको छ हाम्रो यात्रा आज। कर्णाली पुलको पानी, ट्यागको कर्णालीको पानी, एउटै खम्बाले बनाएको पुल, यतातिर मान्छेहरूको फोटो भिडियो खिच्ने मान्छेहरूको लर्को त्यस्तै लड्किरहेको छ। कति राम्रो सुन्दर दृश्य। कर्णाली नदी हो चाहिँ गाइज, देख्न सक्नुहुन्छ कर्णाली नदी हो। पानी कस्तो निलो अनि चिसो छ। त्यसै गरी हाम्रो केटाहरूले यहाँ भिडियो बनाइरहेछन्। उनीहरूले हाम्रो भिडियो बनाउँदै हुनुहुन्छ बाइकमा सरर पारेर। हाम्रो केटाहरू बताउँदैछन्, म पनि यता भिडियो बनाउँदैछु पारीको डाँडा गाउँहरू देख्न सक्नुहुन्छ गाइजहरू। यतातिर एकदम रमाइलो दृश्य छ आज हाम्रो कर्णालीतिरको। हामी फाइनली गाइज आइपुग्यौँ। ल गाइजहरू हाम्रो भिडियो हेरेर लाइक कमेन्ट गर्नु होला र भिडियो कति पनि स्किप नगरेर हेर्नु होला भन्न चाहन्छु म चाहिँ। किनकि बाँकी भिडियो पनि अझै रमाइलो दृश्यहरू देखाउनेछु भन्न चाहन्छु। एकदम हामी चाहिँ अब घुम्दैछौँ कर्णालीतिर एकदम आनन्दसँग। सर यता चाहिँ लुम्बिनी प्रदेश, यता चाहिँ कर्णाली प्रदेश सिमानामा छौँ हामी चाहिँ। कर्णालीको पुल देख्न सक्नुहुन्छ, एउटै खम्बाले अड्डाएको मान्छेको भिडभाड छ। फोटो बनाउने मान्छेको भिडभाड भइरहेको छ एकदम। बनाउँदैछ ट्यागको बारेर होइन गाइजहरू, एकदम रमाइलो छ। हावा पनि एकदम मस्त चलिरहेको छ, हावा चलेको चाहिँ। कर्णालीको ब्रिज यसो घुमघाम गरेर अब चाहिँ हाम्रो टोली टिकापुर पार्कतिर घुमघाम गर्न निस्किँदैछ। तेल सकेर हाम्रो तेल निकाल्दै हुनुहुन्छ बाइकबाट स्कुटीको लागि। अब हामी टिकापुर यसो टिकापुरतिर जाँदैछौँ घुम्न, टिकापुर पार्कतिर। त्यो चाहिँ अन्तिमसम्म हेरिदिनु होला टिकापुर पार्क पनि भन्न चाहन्छु म चाहिँ। हामी चाहिँ यसो अब घोडाघोडी तालतिर घुम्न आइसकेका छौँ। ट्याक्क हामीले बाइक साइक पार्किङ गऱ्यौँ यतातिर। अब ट्याक्क यो चाहिँ घोडाघोडी ताल हो। यता चाहिँ मन्दिर छ, अब हामी मन्दिरतिर दर्शन पनि गर्नेछौँ, घोडाघोडी तालहरू पनि देखाउनेछौँ गाइजहरू। अब यसो घोडाघोडी मन्दिरको दर्शन गर्न भित्र छिर्दैछौँ। यतादेखि छिर्ने गेट, घोडाघोडी यसो मन्दिरको दर्शन गर्दै हामी गाइजहरू देख्न सक्नुहुन्छ घोडाघोडी मन्दिरको। घोडाघोडी पार्कको भित्र छिरिसकेका छौँ। तालभित्र नै ल हामी घोडाघोडी तालभित्र छिरिसकेका छौँ। टिकट चाहिँ 10 रुपियाँ रहेछ एकजनाको। 10 रुपियाँ टिकट काटेर भित्र छिरिसकेका छौँ। घोडाघोडी ताल घुम्दै हामी एकदम रमाइलो। यता रहेछ भिडभाड त होइन सिमल दाइ, भिडभाड त यता रहेछ त। भिडभाड भइरहेछ यता चाहिँ। दृश्य अवलोकनमा हामी एकदम हिँडिरहेछ हाम्रो टोली चाहिँ भन्नुपर्छ। यस्तो बना रहेछ। अनि चढ्ने यहाँ अब सिन्जानीबाट त्यहाँ नजाउँ।